सम्पूर्ण राष्ट्रप्रेमी नेपालीले नमस्कार। अहिले सामाजिक सञ्जालमा एउटा अडियो आगो चाहिँ फैलिएको छ। त्यो अडियो सुनौं पहिला। क्या कर लेंगे, हम तो मिला लेंगे ना, ये सब कुछ मिला लेंगे, आप चिंता मत कीजिए। 84 में in the coming election we will be the main force of this country, so आप लोग तो चिंता मत करिए, ये सब हो जाएगा, बस चिंता मत कीजिए। अब यो अडियो सुनिसकेपछि केही समय अगाडि मुकुल ढकालले भनेका कुरोहरू स्मरण गरौं। उहाँले सोनी वाग्लेले के भन्नु भन्दाखेरि नेपाललाई भुटान बनाइदिने भन्ने कुराहरू भन्नुभयो र त्यसपछि नेपाललाई भारतको राज्य बनाइदिने कुरा उहाँले गरिसकेपछि त्यति बेला मलाई झनक रिस उठ्यो। सोनी वाग्लेले नेपाललाई चाहिँ भुटानीकरण गर्ने अथवा इन्डियामा मिसाउन लागेका कुराहरू बाहिर निकालेका थिए र यसलाई बल पुर्याउने गरे स्वयं सोनी वाग्लेले नै सांसदमै सेनाको संख्या घटाउन पर्छ भनेर पनि भनेका थिए। त्यो पनि सुन्नुहोस् एकचोटि। 90,000 को सेना द्वन्द अगाडि 45,000 को सेनालाई 90,000 पुर्याइयो। श्रीलङ्काले धान्न नसकेर एकैचोटि 1/3 चाहिँ काट्यो भनेर गत समाचार आएपछि मैले पनि पब्लिकली यसबारेमा हामीले पनि रिफर्म सुरु गर्ने हो कि भने, तर उहाँ सम्बन्धित अथोरिटीसँगै कुरा बुझौँ भनेर हिजो मैले भेटे। त्यसैले यो दुईटा एलिफेन्ट इन द रुम भन्छौँ नि हामीले, ठुल्ठुला चालु खर्चका ठुला हिस्साहरूमा अब यसलाई ट्याकल गर्नु पर्यो र आम राजनीतिक सहमति सबै राष्ट्रिय दलहरू मिलेर यसमा सहमति नै गरेर राष्ट्रिय हितमा हामीले यी कुराहरू गर्नुपर्ने देख्दछु। के हुँदैछ यो देशमा? यो अडियोबाट के पुष्टि हुन्छ भने जोसँग कुरो गरिएको छ त्यो मान्छे भारतीय हुन् भन्ने कुरो प्रश्न हुन्छ, किनभने हिन्दीमा कुरो गरिएको छ। र दोस्रो कुरो, यो देश दुई देशको बीचमा कुनै ठुलो अथवा महत्त्वपूर्ण चाहिँ सम्झौताहरू, सन्धिहरू अथवा ठुला कामहरू गर्ने भनेर बाचा कबुल गरेको देखिन्छ र विभिन्न घटनाक्रमले स्वयं सोनी वाग्लेकै गतिविधिहरू, उहाँले बोल्नु भएको कुराहरूले पनि उहाँले यो देशको हितमा काम गर्नुहुन्छ भन्ने कुरोमा म चाहिँ विश्वस्त छैन। अब टेक्नोलोजीको जमाना छ, हेरौँ अब यसलाई एआई को चाहिँ भन्ने हो कि हामी यो देश जोगाउने कि देश गुमाउने, त्यसको अन्तिम अवस्थामा आइपुगेका छौँ। अब नेपाली जनताले निर्णय गर्नुपर्ने हुन्छ। अहिलेको संविधानले पनि हामीलाई के अधिकार दिएको छ भने यो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, स्वाधीनताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य र अधिकार पनि हुनेछ भनेर भनेको छ। त्यसकारणले यस्ता प्रवृत्तिका व्यक्तिहरूलाई आम नेपाली जनताले लखेट्नु पर्ने दिन आइसकेको छ।